हाई गाइज वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म एउटा भिडियो लिएर आएको छु जसमा चाहिँ म पिजिडब्ल्युपी अप्लाई गर्न गइरहेको छु। यो चाहिँ डिफ्रेन्ट छ किनकि मेरो चाहिँ वान इयरको कोर्स थियो। 1 इयर चाहिँ पिजी इन ह्युमन रिसोर्सेस अनि अर्को चाहिँ पिजी इन पिएसडब्ल्यू। सो यसमा चाहिँ एक्सप्लेनेसन लेटरहरू लेखेर अनि पिटीहरू सबै एड गरेर गर्नुपर्ने हुन्छ। सो लेट्स स्टार्ट। चाहिँ पहिला जिसिकीमा लगइन गर्ने अनि लगइन गरेर स्टार्ट एन एप्लिकेसन भन्ने अप्सनको एप्लाई टु कम टु क्यानाडामा क्लिक गर्ने। आफ्टर द्याट भिजिटर भिसा स्टडी अर वर्क पर्मिट। सो यसको अप्सनहरू चाहिँ मैले यहाँ अलरेडी सबै फिल गरेको छु किनकि अहिलेसम्म हाम्रो स्ट्याटस चेन्ज भएको छैन नि त। क्याम्पस नो। यो लास्ट अप्सनमा चाहिँ यस हुन्छ किनकि मेरो चाहिँ पिएसडब्ल्यू भएर यसमा कोअप थियो। सो मैले यसमा चाहिँ यस क्लिक गरेँ। यो सबै अप्सनमा नो हुन्छ। सो यसमा चाहिँ यस किनकि मेरो कम्प्लिटेड लेटर पनि आइसक्यो र ट्रान्सक्रिप्ट पनि आइसक्यो। हुन्छ भने पोस्ट ग्रेजुएट वर्क पर्मिट इन क्यानाडा यु आर अलमोस्ट देयर। डु यु हेभ। सो यसमा चाहिँ यस हुन्छ किनकि मेरो चाहिँ मेडिकल फिल्ड नै भएको भएर मैले चाहिँ भर्खरै मेडिकल पनि कम्प्लिट गरिसकेँ। देन एप्लिकेसन फर फ्यामिली मेम्बर नो। एप्लिकेसनको एसेस चाहिँ मैसँग छ द्याट्स वाइ इट्स नो। एन्ड योर फिङ्गरप्रिन्ट यस। बायोमेट्रिक फी यस आई विल बी पेइङ। डिजिटल कपी मैले सबै नै गर्ने भन्दाखेरि मसँग चाहिँ क्याम स्क्यानर थियो मेरो फोनमा अनि मैले सबै क्याम स्क्यानरबाट स्क्यान गरेर एउटा फोल्डर बनाएर राखेको छु। सो यु क्यान अल्सो डु इट। यस। रिभ्यू गरेपछि कन्टिन्यू गर्ने। कन्टिन्यू। यो चाहिँ एउटा फर्म हो अनि यसमा क्लिक गरेर चाहिँ डाउनलोड हुन्छ। डाउनलोड भइसकेपछि चाहिँ यु क्यान फिल इट अनि फिल इट भइसकेपछि अपलोड गर्न सक्नुहुन्छ। चाहिँ यो सबै डकुमेन्टहरू रेडी गरेँ। यसमा चाहिँ ट्रान्सक्रिप्ट चाहिन्छ जुन चाहिँ कलेजले प्रोभाइड गर्छ, कम्प्लिसन लेटर, पासपोर्टको स्क्यान कपी अनि अपफ्रन्ट मेडिकल चाहिँ जसले चाहिँ मेडिकल फिल्डमा काम गर्नुहुन्छ सपोज लाइक पिएसडब्ल्यू कि चाहिँ चाइल्ड केयरहरूमा भन्ने चाहिँ यु निड टु डु अपफ्रन्ट मेडिकल किनकि पछि गएर झ्या हुन्छ। सो अगाडि नै गर्दा राम्रो। डिजिटल फोटो पनि छ हामीसँग अनि यो अप्सनल डकुमेन्टमा चाहिँ हामीले चाहिँ क्लाइन्ट इन्फर्मेसनमा चाहिँ एउटा चाहिँ आइएल्सको स्कोर सिट र एक्सप्लेनेसन लेटर राखेको छौँ। एक्सप्लेनेसन लेटर चाहिँ किन भन्दाखेरि हाम्रो चाहिँ 2 इयर्सको प्रोग्राम 1 इयर भयो। 1 इयर चाहिँ एचआर, 1 इयर चाहिँ पिएसडब्ल्यू अनि यो चाहिँ लाइक कनेक्टेड छैन। सो हाउ इट इज कनेक्टेड भन्ने हिसाबले चाहिँ एउटा एक्सप्लेनेसन लेटर लेख्नुपर्ने हुन्छ अनि त्यो लेखेर चाहिँ यहाँ एट्याच गर्ने फाइल अनि एट्याच गरेर अपलोड गर्नुपर्ने हुन्छ अनि लास्टमा गएर फी तिर्ने त त्यही नै हो। सो यो फर्म चाहिँ हामीले डाउनलोड गऱ्यौँ अनि डाउनलोड गरेर यहाँ फिल पनि गरेको छ। सो यो फर्म चाहिँ हामीले डाउनलोड गऱ्यौँ अनि डाउनलोड गरेर यहाँ फिल पनि गरेको छ। सो यहाँनिर सबै फिल गर्ने अनि आफ्नो लास्टमा गएर चाहिँ आफूले भ्यालिडेट गर्नुपर्ने हुन्छ अनि भ्यालिडेट भइसकेपछि चाहिँ यस्तो बारकोड आउँछ। बारकोड आइसकेपछि चाहिँ यो तपाईँको डकुमेन्ट भ्यालिडेट भयो। नेक्स्ट स्टेप इज रिसेन्ट एजुकेसन ट्रान्सक्रिप्ट जुन चाहिँ हामीसँग छ। सो लेट्स स्टार्ट। सो यो रिसेन्ट एजुकेसन ट्रान्सक्रिप्ट चाहिँ कस्तो भयो भने हाम्रो 1 इयरको कोर्स भएर चाहिँ दुईवटा ट्रान्सक्रिप्टलाई चाहिँ कम्बाइन गरेर अपलोड गर्नुपर्ने हुन्छ। यसमा चाहिँ कति धेरै कन्फ्युजन हुन्छ। इभन मलाई नि कन्फ्युज भएको थियो अनि मैले युट्युबमा 4-5वटा भिडियो हेरेर अनि कम्बाइन गरेर अनि अपलोड गरेको हो यसमा। सो अपलोड। सो यसपछि अपलोड फाइल, रिटर्न टु यर डकुमेन्ट। फाइल अपलोड पनि भयो तर सबमिट भएको छैन, लास्टमा हुन्छ होइन। अब रिसेन्ट सो कतिलाई कन्फ्युजन हुन्छ कि आफ्नो आइएल्सको स्कोर सिटलाई एक्सप्लेनेसन लेटर चाहिँ कता अपलोड गर्ने भनेर। यहाँ क्लाइन्ट इन्फर्मेसनमा दुईवटा फाइल एट्याच गर्ने अनि यहाँनिर यसरी अपलोड गर्न मिल्छ। फोल्डरहरू सबै नै अपलोड भइसक्यो। अब लास्ट भनेको चाहिँ हामीले फी पे गर्नुपर्ने हुन्छ। नेक्स्टमा जाने। नेक्स्टमा गएर अपलोड भयो कि भएन। अपलोड 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 नट सबमिटेड। अग्री। सिग्नेचरमा गिभन नेम भनेको आफ्नो नाम गएर ट्रान्समिट एन्ड पे गर्ने। आफ्नो क्रेडिट कार्ड रेडी गरेर राख्ने, ट्रान्समिट एन्ड पे अनि यहाँ आफ्नो डिटेल हाल्ने। डिटेल हालेपछि सबमिट गर्ने। द्याट्स अल। सो मेरो ट्रान्जेक्सन चाहिँ अप्रुभ भयो, पिजिडब्ल्युपी सबमिट भयो। अब आई थिङ्क भोलि कि पर्सि चाहिँ मलाई एउटा मेल आउँछ जसमा चाहिँ मेन्सन हुन्छ कि यु क्यान वर्क फर एनी इम्प्लोयर भनेर। सो त्यो चाहिँ मेरो टेम्पररी वर्क पर्मिट हो। जहिलेसम्म मेरो वर्क पर्मिट आउँदैन तहिलेसम्म चाहिँ मैले त्यही वर्क पर्मिट युज गरेर काम गर्न मिल्छ। सो थ्याङ्क यू फर वाचिङ माई भिडियो। बाई बाई, गुड नाइट।